सभामुख महोदय, आर्थिक वर्ष 2082-83 का लागि प्रस्तुत नीति तथा कार्यक्रममा सकारात्मक हुने कुरा केही पनि देखिएन। समावेशी सामाजिक न्याय तथा अपाङ्गता भएका नागरिकप्रति सरकारको संवेदनशीलता कतै भेटिएन। अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पहुँचबाट सधैँ पछाडि परिरहेका छन्। किताबमा यस्तो गरिनेछ उस्तो गरिनेछ भनेर हरेक वर्ष लेख्ने तर व्यवहारमा कहिले पूरा नगर्ने यो कस्तो खालको नीति हो? गत वर्षको नीति तथा कार्यक्रममा यो गरिनेछ त्यो गरिनेछ भनेका बुदाहरू कपी पेस्ट यसपालि पनि गरिएको रहेछ। ठोस कार्यक्रम यो गरियो भनेर आउने चाहिँ कहिले हो? सभामुख महोदय, सार्वजनिक संरचनाहरू अपाङ्गता मैत्री बनाउन मापदण्ड तयार गरिनेछ भनेर विगतका वर्षहरूको नीति तथा कार्यक्रममा पनि थियो, यसपालि पनि रहेछ। बागमती प्रदेश सरकारले आजको मितिसम्म कति ठाउँमा कुन कुन सार्वजनिक संरचनाहरू अपाङ्गता मैत्री बनाएका छन् सभामुख मार्फत तथ्याङ्क उपलब्ध गराउन माग गर्दछु। सरकार यो विषयमा गम्भीर र संवेदनशील छैन भन्ने कुरा पनि यही सदनबाट पुष्टि हुन्छ। आजको मितिसम्म पनि रोस्टम अपाङ्गता मैत्री छैन। सभामुख महोदय, आर्थिक वर्ष 2080-81 को नीति तथा कार्यक्रममा पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको लागि सहयोगी सेवाको व्यवस्था गरिनेछ भनेर किताबमा आयो, तर त्यसलाई बजेटमा समेटिएन। प्रदेश सरकारलाई स्वायत्त सरकार भन्ने तर केन्द्र सरकारले बजेटमा ल्याएन भनेर यता प्रदेशमा पनि बजेट काट्ने, केन्द्रले गरेको हुबहु गर्नलाई प्रदेश सरकार किन चाहियो? तपाईहरूको यस्तै कार्यशैलीका कारण यो व्यवस्थाको अन्त्य चाँडै हुँदैछ। सभामुख महोदय, नीति तथा कार्यक्रमले समावेशी शिक्षालाई कहाँ जोडेको छ? अनुकूलताको आधारमा सहायक सामग्री उपलब्ध गराउने कुरा किन आएन? नीति तथा कार्यक्रम ल्याइनु पहिला सबै दलसँग, सबै वर्गका प्रतिनिधिहरूसँग के आवश्यक छ भनेर सुझाव लिनुपर्छ कि पर्दैन? सरकारसँग जनताका लागि खर्च गर्न बजेट नहुने तर मन्त्रीहरू विदेश घुम्न बजेट छुट्याउने। सभामुख महोदय, संघीय लोकतान्त्रिक गणतन्त्रले अपाङ्गता भएको व्यक्तिलाई सांसद हुने अवसर दियो रे। त्यो अवसर कसले दियो भन्दा 240 वर्ष इतिहास बोकेको निरङ्कुश राज संस्थाको उकालत गर्ने पार्टीले। यहाँहरूले भने जस्तै राप्रपाले बनाएको सांसदलाई देखाएर हामीले यस्तो सुन्दर व्यवस्था ल्याएका छौँ भन्दै भाषण छाट्न सुहाउँछ। समावेशी समानुपातिक व्यवस्थाको हिमायती हौँ भन्नेहरूले कुन कुन प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूलाई सांसद बनाए कि प्रतिनिधि सभामा बनाएका छन्? जवाफ दिनु होला। यो संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई राजनीतिमा समान सहभागी गराउन बाध्यकारी व्यवस्था ल्याएको छैन भन्ने कुरा यहाँ स्मरण गराउन चाहन्छु। बन्द सूचीमा अपाङ्गता भएका व्यक्तिको नाम अनिवार्य चाहिने तर निर्वाचन हुने बेलामा अपाङ्गता क्लस्टरलाई नै नचिन्ने, यही हो तपाईहरूको समावेशी सिद्धान्त। जसरी महिला क्लस्टर, जनजाति क्लस्टर, मधेसी क्लस्टर, दलित क्लस्टर छुट्याइएको छ, त्यसै गरी अपाङ्गता क्लस्टर हुनुपर्ने हो कि होइन? कि अपाङ्गता भएका व्यक्ति यो देशका नागरिक नै होइनन्? सभामुख महोदय, राजनीतिक दलहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई भोट ब्याङ्कको रूपमा मात्रै प्रयोग गर्दै आइरहेका छन्। यसप्रति दुःख व्यक्त गर्दछु। पश्चगामी प्रतिगामी उपनाम दिएको दलले निर्वाचित गरेको सांसदलाई देखाएर यो व्यवस्थाको लाज कहिलेसम्म छोपिने हो? व्यवस्था परिवर्तनको नाममा लाखौं जनतालाई आगोको भुङ्ग्रोमा झोसेर अङ्गभङ्ग बनाएका व्यक्तिहरूले कहाँ कहाँ अवसर पाएका छन् एकपटक खोजेर हेर्नुहोला। तिनीहरूको आर्थिक, सामाजिक, शारीरिक अवस्था कस्तो छ? केही थान व्यक्तिहरू जो छिमेकी देशको शरणमा बसेर नेपालमा आन्दोलन चर्काएर जनताका छोराछोरीलाई बलि बनाए, अहिले उनीहरूकै राज्यको हरेक संरचनामा रजगज रहेको छ। यी कुराहरू जनता सामु आइसकेका छन्। जनताले तपाईहरूलाई राम्रोसँग चिनिसकेका छन्। प्रधानमन्त्री त बुढो हुनुभयो रे, भाग्न सक्नुहुन्न रे। भाग्न तयार हुन युवाहरूलाई आग्रह गर्नुभएको छ। अब भाग्न तयार हुने दोस्रो तहका र प्रदेश तहका युवा नेताहरू त होला। सभामुख महोदय, गणतन्त्र आउनुभन्दा पहिला देश गरिब थियो, अविकसित थियो भन्दै जनतालाई ढाँट्ने काम बन्द गर्नुहोस्। विश्व नै भर्खर विकासको गतिमा प्रवेश गर्दै गरेको अवस्थामा नेपाल चाहिँ विकास थिएन भन्नु तर्क हो कि कुतर्क हो? जनताको टाउकोमा ऋणै ऋण बोकाएर खनेको बाटोलाई विकास मानिदिनु पर्ने, अनावश्यक भ्यू टावर ठड्याएकोलाई विकास भनिदिनु पर्ने हो? विकासको नाममा गिरिबन्धु काण्ड कसले गर्यो? यति काण्ड, ओम्नी घोटाला, भ्यू टावर काण्ड, टेरामक्स काण्ड, भुटानी शरणार्थी काण्ड कसले गर्यो? निर्मल निवासमा बसेका राजाले गरेका हुन्। व्हाइट बडी काण्ड, एनसेल काण्ड, पोखरा विमानस्थलमा भएको 15 अर्ब भ्रष्टाचार, भैरवा विमानस्थलमा भएको भ्रष्टाचार कसले गरेको हो? भिजिट भिसामा मानव तस्करी कसले गर्दै रहेछ? यिनै दलका नेताहरूले गरेका हुन् कि राजाले गरेका हुन्?
सभामुख महोदय, काण्डै काण्ड गरेर देश सिद्ध्याउने, देश लुट्ने व्यवस्था हो यो। यस्तो व्यवस्था जनतालाई स्वीकार्य नभएरै जनता सडकमा आएका हुन्। भ्रष्ट प्रवृत्तिको विरुद्ध स्वस्फूर्त रूपमा सडकमा निस्किएका नागरिकमाथि सरकारले दमन गरेको छ। त्यसको हामी घोर भर्त्सना गर्दछौँ। लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष भनेकै नागरिक स्वतन्त्रता हो। काठमाडौँलाई पुरै निषेधित क्षेत्र बनाएर यो व्यवस्था कहिलेसम्म टिक्छ? शान्तिपूर्ण आन्दोलन गर्दा राष्ट्रिय पार्टीको उपाध्यक्ष महामन्त्रीलाई अवैधानिक रूपमा 48-50 दिनसम्म हिरासतमा राखिन्छ। उप प्रधानमन्त्री तथा गृहमन्त्री भइसकेको व्यक्तिलाई लछार पछार पार्दै घिसारेर लगेर थुनिन्छ। बहालवाला समिति सभापतिलाई बिना कारण माथिको आदेश भन्दै हिरासतमा राखिन्छ। एउटा स्वतन्त्र पत्रकारलाई प्रश्न सोधेकै आधारमा वाइसिएल खटाएर कुटिन्छ, मोबाइल क्यामेरा खोसिन्छ। यसैलाई भनिन्छ लोकतन्त्र। 2046 सालमा काङ्ग्रेस एमाले गरेको आन्दोलन संविधानमा टेकेर गरिएको थियो कि संविधान विरुद्ध गरिएको थियो? 2052 सालदेखि माओवादीले सुरु गरेको द्वन्द्व संविधान सम्मत थियो। 2062-63 मा भएको आन्दोलन संविधानको कुन धारालाई आधार मानेर गरिएको थियो? त्यसको पनि जनतालाई जवाफ दिनुहोला। राजसंस्था हुँदा खुल्ला मञ्चमा भाषण गर्न तपाईहरूलाई छुट थियो। अहिले चाहिँ शान्तिपूर्ण आन्दोलन गर्न, आफ्नो विचार राख्न बन्देज गर्न पाइन्छ। यस्तो प्रवृत्ति कसैका लागि सह्य हुँदैन। धन्यवाद।